नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरालाई बलात्कार आरोप लगाएर जेल यात्रा गराएकी स्वास्थ्यकर्मी रोशनी साई मृत फेला परेकी छिन्। बालकोटमा बृहस्पति मार्ग स्थित लक्ष्मेश्वर महतोको घरमा डेरा गरेर बस्ने 50 वर्षीय रोशनी साई आइतबार मृत अवस्थामा फेला परेकी हुन्। उनको शव नजिकै एउटा पत्र समेत फेला परेको छ। भक्तपुर प्रहरीका अनुसार आइतबार दिउँसो 1:50 उनी कोठाभित्रै मृत अवस्थामा फेला परेकी हुन्। धेरै समयसम्म पनि ढोका ढकढकाउँदा नखुलेपछि स्थानीय जनप्रतिनिधिको रोहबरमा ढोका फोडेर हेर्दा उनी भुइँमा लडेकी थिइन्। त्यस बेलासम्म उनको श्वास प्रश्वास बन्द भइसकेको थियो। शरीरमा कुनै पनि घाउचोट नभएको प्रहरीले बताएको छ। अत्यधिक मात्रामा औषधि सेवन गरी मृत्यु भएको अनुमान प्रहरीले गरेको छ। महरा बहालवाला सभामुख रहेकै बेलामा शाहीलाई जबरजस्ती करनी गर्न खोजेको आरोप लागेको थियो। 2076 साल असोजमा संसद सचिवालयमा कार्यरत रोशनीले आफूमाथि बलात्कारको प्रयास गरेको आरोप लगाएकी थिइन्। महराले मादक पदार्थ सेवन गरेर आफू बसोबास गरिरहेको कोठामा आएर जबरजस्ती गर्न खोजेको उनको आरोप थियो। घटना सार्वजनिक भएपछि उनले सभामुख पदबाट राजीनामा दिनु परेको थियो भने लगत्तै पक्राउ पनि परेका थिए। महरा पूर्वपक्षका लागि कारागार चलान भएर उच्च अदालतको आदेशमा रिहा भएका थिए। कानुनी प्रक्रिया अनुसार मुद्दा काठमाडौँ जिल्ला अदालत पुग्यो, तर अदालती बयानका क्रममा रोशनीले आफ्नो प्रारम्भिक आरोप फेरेकी थिइन्, जसका कारण उनी रिहा भएका थिए।